हेलो साथीहरू, यही आउने माघ 5 गते सोमबार अर्थात् भोलि सोमबारदेखि गुप्त नवरात्र प्रारम्भ हुँदैछ। हजुरहरूले विशेष गरेर माताको कलश स्थापना गरेर व्रतै बसेर पनि मातालाई प्रसन्न बनाउन सक्नुहुन्छ है। त्यसो नगरेर साधारण पूजा आराधना गरेर सादा खाना खाएर पनि हजुरहरूले मातालाई प्रसन्न बनाउन सक्नुहुन्छ। पूजा मात्र बिहान बिहान गरेर पनि मातालाई प्रसन्न बनाउन सक्नुहुन्छ। आफ्नो समय अनुकूल र गच्छे अनुसार गर्नु होला। भोग प्रसाद पोसाक सबै आफ्नो गच्छे अनुसार गर्नु होला साथीहरू। मातालाई केही नसके पनि एउटा गुलाबको रातो पुष्प, पान सुपारी, सिन्दुर, ल्वाङ यी कुराहरूले प्रसन्न बनाउन सक्नुहुन्छ है साथीहरू। र भोगमा चाहिँ विशेष गरेर दैनिकी रूपमा भोग के लगाउने भनेर त्यो पनि हजुरहरूलाई भिडियो चाहिँ आउँछ है। तर हजुरहरूले विशेष अनारलाई जोड दिनु होला। अनार एउटा मात्र भए पनि हजुरले अनार मातालाई अर्पण गरिदिनु होला, किनकि अनारको दाना जसरी गाँसिएर बसेको हुन्छ नि, हजुरहरूको परिवारमा त्यस्तै राम्रो सम्बन्ध बन्दै जान्छ है साथीहरू। आफ्नो श्रीमान श्रीमती छोराछोरीमा झैँ झगडा छ, किचौलो भइरहेछ भने मातालाई गुप्त नवरात्रभरि दिनको एउटा अनार चाहिँ भोग लगाएर सम्पूर्ण परिवारमा प्रसाद बाँटिदिनु होला साथीहरू। र पाथिभरा आमाको व्रत प्रारम्भ गर्ने इच्छा गरिरहनु भएको थियो धेरैजना साथीहरूले। यो पालि मिलेन, किनकि शुक्र ग्रह अस्त भएका कारणले गर्दाखेरि चाहिँ यो पालि पहिलो पटक व्रत प्रारम्भ गर्न चाहिँ मिलेन है। अब अर्को गुप्त नवरात्रबाट हजुरहरूले प्रारम्भ गर्न सक्नुहुन्छ। तर अष्टमीको व्रत गरिरहनु भएको छ, जसले पहिलादेखि नै पाथिभरा आमाको व्रत बसिरहनु भएको छ, पहिला बसिसक्नु भएको छ र फेरि बस्न चाहनुहुन्छ भने चाहिँ मिल्छ है। हजुरहरूले तयारी गर्दै गर्नु होला साथीहरू। जय होस्। हजुरहरूको दुर्गा माताको आशीर्वाद सदा सर्वदा हजुरहरूको परिवारमा बनिरहोस् र लड्डु गोपालजीको पनि आशीर्वाद छ है। हजुरहरूलाई दर्शन गर्नु होला। जय अम्बे, जय दुर्गे, जय भवानी।